अब यो देश पहिलो कुरा त अब यो देश कङ्गाल भइसकेको अवस्था छ। यति बेलाको अवस्थामा हामी जुन नेपालमा एउटा रोजगारको ग्यारेन्टी, स्वास्थ्य शिक्षा सुरक्षाको ग्यारेन्टी, मानव अधिकारको ग्यारेन्टी यी सबै कुराहरू गर्नुपर्ने अवस्था छ। संशोधन गर्नु छ, संविधानका कुराहरू छन्, सबै नागरिकलाई समान अधिकार स्थापित गर्नु छ। यो देश पूर्ण रूपमा लोकतन्त्रमा परिणत गर्नुपर्नेछ। अनि यो चाहिँ तपाईँको यो के त नीति बनाउने हो। खास गरी यो चुनाव भनेको चाहिँ हामीले विकास, मैले डाइरेक्ट विकास गर्नुभन्दा पनि विकासको नीतिहरू निर्माण गर्ने, जस्तै शिक्षा नीतिको कुरा आयो, स्वास्थ्य नीतिका कुराहरू आए, व्यावसायिक होइन उद्योग नीति, व्यापार नीति, सबै कुराहरू चाहिँ बनाउने कुराहरू गर्नु। अनि क्षेत्र नम्बर 2 का सन्दर्भमा फेरि तपाईँहरूको अब छुट्टै विकासका विभिन्न योजनाहरू होला, त्यस्ता के छन्? यसमा चाहिँ हाम्रो सर्वप्रथम के छ भन्दाखेरि अब जति पनि क्षेत्र नम्बर 2 सँग सम्बन्धित छ, अब यो बुटवल क्षेत्र नम्बर 2 भनेको अब बुटवल को 1 देखि 13 नम्बर वडा, तिलोत्तमाको 1 देखि 6 नम्बर वडा, यता सैना मैनाको 1 देखि 4 नम्बर वडा छ। अब यसमा अब घना बस्तीहरू बुटवल क्षेत्रमा चाहिँ अलि बढी घना बस्ती छ। यसलाई चाहिँ त्यही अनुसारको शहरी विकासलाई चाहिँ हामी अगाडि बढाउने। बाँकी चाहिँ यो 2टा नगरपालिका पनि यसमा मिसिएको छ र त्यो नगरपालिकासँग समन्वय गरेर यहाँको औद्योगिक एउटा सेक्टरलाई होइन व्यवसायिक एउटा हब बनाएर चाहिँ अगाडि बढाउने एउटा लक्ष्य छ। तर यसको लागि अब सम्पूर्ण परिस्थितिहरू, यहाँ भूगोलको कुराहरू आयो, क्षेत्रहरू सबै कुरा हेर्नुपर्ने हो। जनसङ्ख्याको आधारमा खाली जमिनहरूलाई हामी सदुपयोग गरेर महत्त्वपूर्ण औद्योगिक क्षेत्रहरूलाई चाहिँ घोषणा गर्दै अगाडि जाने, योजना बनाउँदै जाने। विशेष गरी हामी लोकतान्त्रिक विधिमा भएको हुनाले हामी चुनाव जितेर आइसकेपछि पनि जनताहरूको चाहना, इच्छा र त्यहाँको परिस्थितिलाई चाहिँ सबै सोडेर सरसल्लाह गरेर हामी नीति निर्माण गर्नेछौँ। तपाईँ उम्मेदवार हुनुहुन्छ, आफै पनि यो माइक लिएर चाहिँ अब आफ्नो चुनावी प्रचार गरिरहनु भएको छ। हजुर। अनि चाहिँ यस्तो गरिरहँदाखेरि जनताले चाहिँ यहाँका मतदाताले तपाईँलाई कसरी लिएका छन् र तपाईँले के कस्तो प्रतिक्रिया पाउनु भएको छ? यति बेलाको अवस्थामा अब हामी अलिकति नयाँ जस्तो पनि हो, तर जनताहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। नयाँ मान्छेहरू आउनुपर्छ, यस्तो जोसिलो मान्छेहरू आउनुपर्छ। हामीले धेरै पुराना भनेर धेरै पार्टीलाई हेऱ्यौँ, अब तिनीहरूले केही गर्न नसक्ने रहेछ। अब जोसिलोहरूले राम्रो खालको चाहिँ मान्छेहरू चाहिँ आउनुपर्ने रहेछ, उम्मेदवारहरू पनि नयाँ रहेछ र यस्तो खालको युवाहरू आयो भने यो देश अवश्य पनि बन्नेछ, हामी आशावादी छौँ भन्ने खालको धेरै लगभग 60-70% को चाहिँ राम्रो सकारात्मक चाहिँ फिडब्याकहरू हामी पाइराखेका छौँ। अब अरू बाँकी चाहिँ कस्तो छ भने अब जो आए पनि त्यस्तै हो भने किन त्यो स्वाभाविक पनि हो। पार्टीहरूमा हामी चाहिँ हेऱ्यौँ गऱ्यौँ होइन, त्यो एउटा विरक्त भएर नै फेरि हामी पनि अब पार्टी नयाँ निर्माण गरेर जानु कारण पनि हुन्छ। तर अब हामी अब विरक्त भएर बसेर पनि मात्रै पनि त भएन, एउटा नागरिक हो, देश बिग्रिराखेको छ, हामी बस्ने कुरा पनि भएन। तपाईँ हामीले नबनाएर कसले बनाउने, अहिले नबनाएर कहिले सुरु गर्ने, त्यो अवस्थामा हामी छौँ। र बाँकी त्यो 30% करिब जनताहरू जुन निराश भएका छन् उहाँहरूलाई पनि हामी आशावादी बनाएर हामी अगाडि बढाउने लक्ष्य र विश्वास लिएका छौँ।